हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म धेरै दिन पछाडि चाहिँ भ्लग लिएर उपस्थित भइसकेको छु। मेरो भ्लग कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया कमेन्ट बक्समा लेख्नु होला र युट्युबलाई पनि सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र अहिले चाहिँ टिकटकमा हेरिरहनु भएको छ भने टिकटकलाई लाइक र फलो गर्न नबिर्सनु होला है। आजको मौसम एकदमै राम्रो छ है, दृश्य अवलोकन गराउने छ हजुरहरूलाई। यहाँनिर अब ट्याक्क लाएर है देख्न सक्नुहुन्छ, ट्याक्क पारेर है। यो हाम्रो काला गाउँ कोटको डाँडा है, ट्याक्क लाएर यताबाट देख्न सक्नुहुन्छ ट्याक्क फुलहरू फुलेका। अनि यो चाहिँ कहाँनिर भन्दाखेरि ठ्याक्कै हाम्रो कुमा गाउँपालिका को भवन ठ्याक्कै अगाडि है। यो चाहिँ दाङ रुकुम रोड है, एकदमै राम्रो छ यतातिर। अनि तपाईँ गाउँपालिका आउनुभएको छ कुनै कामको लागि भने, तपाईँलाई भोक लाग्यो भने यता हाम्रो नास्ता पसल आउन सक्नुहुनेछ है। ट्याक्क तपाईँहरूले देख्न सक्नुहुन्छ यो रोडबाट हिँड्दाखेरि यहाँनिर त हल्का नास्ता पसल ट्याक्क देखेपछि ठ्याक्क छिरिहाल्ने भित्र। यहाँ गइसकेपछि चाहिँ धेरै प्रकारहरूका नास्ताहरू पाउनुहुनेछ, सँगसँगै किराना सामानहरू पनि पाउनुहुनेछ, जस्तै चाउचाउ बिस्कुट है, अनि चिसो चक्लेट आइटमहरू सबै कुरा पाउनुहुनेछ। यति भन्दै अर्को भिडियो लिएर उपस्थित हुनेछ। थ्याङ्क यू सो मच।